यम ब्रह्मा। प्रस्तुत छ श्री स्वस्थानी व्रत कथामा आधारित नाटक भाग्य, नाट्य रूपान्तर जितेन्द्र महत अभिलाषी। हे सृष्टि स्थिति संहारलाई देख्नुभएका आदि र अन्त्यका द्रष्टा हे कुमार, आज म तपाईका मुखार बिन्दुबाट शक्ति, माया, शान्ति, विद्या, प्रतिष्ठा आदि विषयमा सुन्न चाहन्छु। ती सबै कुरा तपाईका मुखबाट सुन्न चाहन्छु। आज्ञा होस् प्रभु। हे अगस्त्य मुनि, एक चित्त भई सुन। अघि यो संसारको सृष्टि गर्दा भएको जुन शान्तिले पनि नभेटिने जुन ठाउँ छ, त्यहाँबाट सबभन्दा पहिला शक्ति उत्पन्न भयो। शक्तिमान अथवा शिवदेखि मायाको उत्पत्ति भयो। यी सबैको मालिक आत्मा हो। हे कुमार, ती उत्पन्न भएका शक्तिदेखि पर पदहरू छन् भन्ने सुन्छु। त्यो हो भने कुन कुन पद हुन् सुन्न पाऊँ प्रभु। हे अगस्त्य मुनि, पदका कुरा सुन्न चाहन्छु भने शक्तिदेखि पर शान्ति पद छ, त्यहाँ भन्दा पर विद्या पद छ, त्यहाँ भन्दा पर प्रतिष्ठा पद छ, त्यो भन्दा पर निवृत्ति पद छ। हे कुमार, यो पृथ्वी, वायु, आकाश, सृष्टि पनि हुन्छ, संहार पनि हुन्छ भन्ने सुनेको छु। यस विषयमा पनि केही सुन्न पाऊँ प्रभु। हे मुनिवर, जुन तरिकाले यसैको सृष्टि हुन्छ, त्यसैको ठिक उल्टो रीतिले संहार पनि हुन्छ। यी सब विषयमा बुद्धिमानहरू भन्छन्, कार्य कारण नभई हुँदैन। वास्तवमा कुरा सही हो। जस्तो कि कपडा भएपछि त्यसको कारण धागो पनि अवश्य हुन्छ। यस जगतको जति पनि कारणहरू छन्, ती कारण हुन् ईश्वर। ईश्वर नै अनादि पुरुष हुन्। ईश्वर नै सर्वशक्तिमान पुरुष हुन्। अब म तपाईका मुखार बिन्दबाट यो पनि सुन्न पाऊँ कि ब्रह्मा, विष्णु, महेश्वर कसरी हुनुभयो? हे मुनीश्वर, ती परमात्मा हुन्। ईश्वरका आज्ञाले चल्ने अव्यक्त अर्थात बुद्धिदेखि। बुद्धि, अहंकार, 11 इन्द्रिय, 5 तन्मात्रा, 5 महाभूत विशेषसम्म हुन्छ। क्रमैले विशेषसम्मका विकारबाट रुद्र, विष्णु, ब्रह्मा यी 3 देवता उत्पन्न भए। संसारमा कतै पनि नरोकिने शक्ति भयो। उनबाट अणिमाणी अष्टसिद्धि भए। उत्पत्ति, पालन र नाश यी 3 कर्म, यी 3वटा ब्रह्मा, विष्णु, महेश्वर भए। हे कुमार, ब्रह्मा, विष्णु, महेश्वर को हुन्? आज्ञा होस् प्रभु। हे मुनिश्रेष्ठ, यी 3 जना सबै हुन्। काल रूप, पुरुष रूप, महेश्वर रूप, चतुर्भुज रूप सबै हुन्, जो परमेश्वर भन्दा पर छन्। तिनी सम्पूर्णका आधार सर्वात्मा सबमा रहेका छन्। यसकारण ब्रह्मा, विष्णु, रुद्र, शिव कल्याण स्वरूप हुन्। हे कुमार, ब्रह्मा, विष्णु, महेश्वरको विषयमा म फेरि पनि सोध्नेछु। त्यसअघि यो संसारको सृष्टि कसरी भयो? यसमा के तत्त्व छन्? सबै आज्ञा होस् प्रभु। हे अगस्त्य मुनि, मैले
अघि नै भने कि महेश्वर प्रकृति पुरुष, ब्रह्मा, विष्णु, रुद्र, शिव कल्याण स्वरूप हुन्। पहिले यिनैदेखि बुद्धि अर्थात् महत्तत्व उत्पन्न भयो। त्यसैबाट राजसिक, सात्विक र तामसिक 3 प्रकारका अहंकार उत्पन्न भए। तामस अहंकारबाट तन्मात्रा पंचमहाभूत अर्थात् आकाश, वायु, तेज, जल र पृथ्वी उत्पन्न भए। सात्विक अहंकारबाट 11 इन्द्रिय उत्पन्न भए। तिनीहरू 2 प्रकारका छन्, 5 ज्ञानेन्द्रिय, 5 कर्मेन्द्रिय। अर्को एउटा श्रेष्ठ इन्द्रिय मन सात्विक अहंकारबाट भयो। यी सम्पूर्ण विषयमा म पृथक पृथक गरी भन्दिन, जो अनेक समयमा कोटियौं कल्प छन्। ती मध्ये श्रेष्ठ एउटा पद्मकल्प छ। हे कुमार, हे परब्रह्म, मैले तपाईका मुखबाट आकाश, स्पर्श, गन्ध, महत, सृष्टि, स्थिति, संहार, प्रलय आदि आदिको विषयमा सुन्न पाएर म धन्य भएको छु। अब फेरि पनि ममा लागेको जिज्ञासा पोख्न चाहन्छु। हे कुमार, यो संसार पद्मकल्पमा कस्तो थियो? यो संसारको सृष्टि कसरी भयो? के घटना छन्? सुन्न पाऊ प्रभु। हे अगस्त्य मुनि, अघि यो संसार पद्मकल्पमा जलमग्न थियो। परब्रह्म स्वरूप विष्णु शेषनागमाथि शयन गर्नुहुन्थ्यो। सबभन्दा पहिला परब्रह्म स्वरूप श्री विष्णुकै नाभिबाट सहस्रदल अर्थात् 1000 पाते कमल उत्पन्न भयो। त्यसै कमलमा ब्रह्मा उत्पन्न भए। त्यसपछि ब्रह्माले संसारको सृष्टि गर्ने विचार गर्न लाग्नुभयो। त्यसै बखतमा विष्णुका कानी गुजीबाट बडा वीर पराक्रमी मधु र कैटभ नाम गरेका 2 दैत्य जन्मे। मधु र कैटभ दैत्य कहाँ के छ भनेर त्यही जलमग्न संसारमा घुम्न लागे। ताई मधु, जहाँ गए पनि पानी नै पानी छ। के यो पानीको अन्त्य छैन? भाइ कैटभ, यो पानीको अन्त्य छैन जस्तो छ। तिमी देख्छौ, त्यो आकाश हो। आकाशको पनि अन्त्य छैन जस्तो छ। त्यस्तै यो भवसागर पानी, यसको पनि अन्त्य छैन जस्तो छ। हामीले धेरै यात्रा गरिसक्यौं। जति यात्रा गरे पनि कहाँ के छ केही जान्न सकेनौं। जहाँ गए पनि जलै जल, पानी पानी। भाइ, देखे कैटभ भाइ, मैले देखे। हेर त, धेरै पर त्यो दिशामा हेर त। अग्लो फूलमा एकजना बसेको छ।
देख्यौ त्यो को देखे दाई त्यो को कैटब ढेर पुच्छर लगाएन त्यसले हेर जाओ त्यसलाई त्यही फुलको डाँठ भाँचेर पछारौ हुन्छ दाई पछारौ को थियो मधुर कैटब दानव? के तिनीहरू मलाई मार्न आएका? हुन्न, मैले त संसारको सृष्टि गर्नु छ। मैले संसारको सृष्टि गर्ने जिम्मा लिएको छु। हे योग माया, यो ब्रह्माको प्रणाम स्वीकारेर आपद विपद टार्नुहोस्। हे योग माया, हे योग माया, हे योग माया, यो ब्रह्माको प्रणाम स्वीकारेर आपद विपद टार्नुहोस्। हे योग माया। हे ब्रह्मा, तपाईले मलाई के कामले सम्झना गर्नुभयो? के कामका लागि आराधना गर्नुभयो? आज्ञा होस्। हे ईश्वरी, तल जलमा हेर्नुस् त, मधुर कैटब दानवहरू म बसेको यो कमलको फूलको डाँठ भाँचेर मलाई चार्न खोज्दैछन्। हे योग माया, तपाई छिटै तल गएर विष्णुलाई जागा गराइदिनुहोस्। हुन्छ, म जागा गराइदिन्छु। हे विष्णु, जागा हुनुहोस्, जागा हुनुहोस् विष्णु। ब्रह्माको आपदलाई हरण गर्नुहोस्, जागा हुनुहोस्। योग माया, किन के भयो योग माया? के भयो? हे विष्णु, तपाईको नाभिबाट उत्पन्न भएको कमलको फूलमाथि श्री ब्रह्मा हुनुहुन्छ। उहाँ संसार सृष्टि गर्ने विचारमा हुनुहुन्छ। तर ती दैत्यहरू मधुर कैटब भनी त्यो कमलको डाँठ भाँचेर ब्रह्मालाई खसाली मार्ने विचारमा छन्। मधुर कैटब यता आओ। के रे विष्णु, हामीलाई आओ भनेर हकार सक्ने कहाँबाट आयो? कतिको शक्तिशाली छु भन्ने लागेको छ आफूलाई। सक्छौ भने आऊ लन्नारीसँग, आऊ। हे दैत्य वीर हो, हे मधुर कैटब, म त तिमीहरूसँग पहिला केही कुरा गरौं भनेर र केही कुरा गरिसकेपछि मात्र केही गरौँला भनेर सोचिरहेको थिएँ। विष्णु, हामीसँग डराएको
डराएको हो भने आत्मसमर्पण गर, होइन भने लड्न आओ लड्न। हे दैत्यहरू, आओ लड्ने भए लडौं। इस प्रकार हे अगस्त्य मुनि, दिव्य 12,000 वर्षसम्म विष्णु तथा मधु र कैटभ बीच घोर घमासान लडाई पर्यो। न मधु र कैटभलाई विष्णुले जित्न सके, न विष्णुलाई मधु र कैटभले जित्न सके। यसरी नै त्यो युद्ध समाप्त हुनै सकेन। त्यसपछि हे कुमार, हे परब्रह्म ज्ञानी, त्यसपछि के भयो? वृत्तान्त सुन्न म आतुर छु प्रभु। त्यसपछि विष्णुलाई लाग्यो अब यो युद्ध जित्न सक्दिन र दुवै दानवलाई सम्बोधन गर्न लागे। शाबास दानव वीरहरू हो, शाबास, तिमीहरू वीर रहेछौ। तिमीहरूको सूर्याई देखेर म खुसी भएँ। अब तिमीहरूलाई के चाहियो? वरदान माग, म दिन्छु। हे विष्णु, हे विष्णु, खुब ठुलो ठानेको छ आफूलाई हाइके। लडाईमा कसले जित्यो? जो हार्ने उसले वरदान दिने। क्या गजब कुरा! बरु त हामीसँग वरदान माग, मारेको दिन्छु। माग माग। हे मधु, हे कैटभ, हो तिमीहरूले राम्रो कुरा भन्यौ। म नै तिमीहरूसँग वर माग्छु, तर बाचा बाँधेर मात्रै माग्छु। हुन्छ त्यो? हुन्छ, बाचा भयो। तिमी जे माग्छौ हामी दिन्छु। हे दैत्यहरू, मैले अरू माग्नु वर के छ? म केवल यही वर माग्छु कि मेरो हातबाट तिमीहरूको मरण होस्। म यति मात्रै माग्छु। हे विष्णु, धोका दियो तिमीले ठुलो कपट गर्यौ। हुन्छ, हामीले बाचामा हारिसक्यौ। जे माग्यौ त्यो वर दिन्छौ। तर हामीलाई पानी भएको ठाउँमा मार्न पाउँदैनौ। पानी भएको ठाउँमा हामीलाई मार्न पाउँदैनौ मार्न। हुन्छ दानव, म तिमीहरूलाई पानी भएको ठाउँमा मार्दैन। आओ, तिमीहरू दुवैलाई मेरो काखमा राख्छु। आओ। विष्णु, त्यति सानो काखमा हामी कसरी अटाउँछौ? हे दैत्य, सुन, म मेरो काखलाई यसरी बढाउँछु।
हे अगस्त्य मुनि, तिनै दैत्यका बोसो ठण्डामा तुषारले पानी जमे जस्तो गरी समुद्रको जलमा जम्यो र पृथ्वी भई। मासुले पर्वत बन्यो, हाडले पत्थर बन्यो र त्योदेखि ब्रह्माले अब संसारको सृष्टि गर्नु पर्यो भन्ने विचार गरेर 14 लोकको सृष्टि गर्नुभयो। म अब 14 भुवनको सृष्टि गर्दछु। यो हो भूर्लो, यो हो भुवर्लो, यो हो स्वर्गलो, यो हो जनलो, यो हो तपोलो, यो हो सत्यलो, यो हो अतल, यो हो बीतर, यो सुतल, यो हो तलातल, यो हो महातल, यो हो रसातल, यो हो पाताल। यी त बने 14 लोक। अब म द्वीपहरूको सृष्टि गर्छु। यो हो जम्बूद्वीप, यो हो प्लक्षद्वीप, यो हो साल्मली, यो हो कुस्ती, यो हो कौंचद्वीप, यो हो शाकद्वीप, यो हो पुष्करद्वीप,